नमस्कार सम्पूर्णमा। यहाँ चाहिँ हाम्रो शिव पञ्चायन मन्दिर पत्री संसारी क्याम्प। अनि यो ठाउँहरूको चाहिँ हजुरहरूले देखिराख्नुपर्छ, टिनाहरूको यो छानाहरू सबै सकिसकेको छ। जहाँ चाहिँ पण्डित बस्ने ब्यास हो यो। अनि यहाँ चाहिँ र यो देखेको भागमा चाहिँ मैले टिन लगाउने प्रयास गरिरहेको छु, किनभने यहाँ हामी भजनहरू लगाउने गर्छौँ। अनि यो वर्षाको समय, यो पानी झरीको समयमा चाहिँ यहाँ हामी झरी पर्दाखेरि धेरै गाह्रो हुने भएकोले गर्दा चाहिँ टिन लगाउने प्रयास गरिरहेको छु। अहिले त्यहाँनिर बिहे हुन आँटेको रहेछ, सिन्दुर पोते के हो, पण्डित रेडी गर्दै हुनुहुन्छ। र यो ठाउँमा चाहिँ हामीले मन्दिरको शोभा अझ धेरै बढाउने प्रयास गरिरहेको छु। सबैजनाले माया गरिदिनु होला। अहिले यहाँ चाहिँ के बिहे हुनेवाला ए हो? ए अनि अवस्था अवस्था यस्तो छ। अनि यो देखेको भागमा चाहिँ टिन लगाउने प्रयास गरिरहेको छु र यसलाई सपोर्ट गरिदिनु भएको छ हाम्रो स्टार छेत्री, मेरो प्यारो दाइ। उहाँले 10,000 सहयोग गरिदिनु भएको छ। र मन्दिरको वरिपरि पेटीहरू पनि लगाउने सोच त धेरै छ, के गर्नु, गाह्रो छ। तपाईँ सबैजनाले माया गरिदिनु होला। मन्दिरको हालत यस्तो छ। यहाँदेखि माथिदेखि जोडेर यो ठाउँसम्म, यो वरिपरि चाहिँ भजन गर्ने भक्तजनहरूको लागि टिनको छाना लगाउने प्रयास गरिरहेको छु। सबैजनाले माया गरिदिनु होला। हाम्रो शिव पञ्चायन मन्दिर पारिपट्टि देखेको चाहिँ सिमसार, त्यहाँदेखि पारिपट्टि चाहिँ हाम्रो सेक्टर जी थियो। र अहिले चाहिँ हाम्रो यहाँनिर चाहिँ टिन चाहिँ धेरै नै खर्च हुने रहेछ, किनभने अब यहाँ पनि निकै नै लाग्छ। अनि यो छाना पनि फेर्दिन पाए अझ धेरै मन्दिरको शोभा बढ्ने हजुरहरूलाई जानकारी गराउँछु। हाम्रो प्यारो मन्दिर शिव मन्दिर, सबैजनाले माया गरिदिनु होला। यो पुण्य ठाउँमा, यो पवित्र स्थलमा हजुरहरूको सपोर्ट साथ रह्यो भने म यसलाई धेरै राम्रो बनाउने प्रयास गर्छु। यहाँ यो वरिपरिको ठाउँलाई, यो दृश्यलाई म अझ राम्रो बनाउने प्रयास गर्छु।
शिवालय मन्दिरमा सानो कार्यक्रम रात गर्दै